काठ सुन्नीको चाहिँ देखेँ घुका थाप्रा अरे यत्र यत्र छ उतातिर अब क्यु त्यो धरहर छ सेतो छ त्यो चाबीलाई हेर्नुहोस् यसो टिमलाई चाहिँ रङ 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 हिँड्यो हरियो हरियो कलरको जस्तो त्यो फङ्गा उडेको रङ जातको कुर्ता सुरुवालको आई मान्छे देखेँ। परिचयबाट कार्यक्रम सुरु गरौँ है। तपाईँको परिचय राखिदिनु होला। हजुर मेरो घर बन्सीटार हो। तपाईँको शुभ नाम? मेरो शुभ नाम दुर्गा मगर हो। दुर्गा मगर। हजुर पहिलो पटकमा हजुरको कुलोको पानी थिएन खेतमा लगाउने धान चाहिँ अलिअलि रोपिन्थ्यो। यो कुन ठाउँमा भन्नु त? यो बन्सीटारमा। बन्सीटारमा कहाँनिर छ त्यो तपाईँको खेत? यो उतापट्टि घरभन्दा 5-10 मिटर चाहिँ अलिक परमा छ। हजुर त्यसमा धानहरू फुलफुली राखेको थियो अनि आकाशको पानीले मात्रै भलबाडी मात्रै छोपेर लाउँथ्यो। त्यसको विषयमा अनि पानी परेन पानी पर्यो फुल फुल्न थालेको थियो अनि त्यो पानीको दाउ छोप्छु भनेर चाहिँ गएँ। जाँदा फेरि धरहर काठ सुन्नीको चाहिँ देखेँ सेतो अनि उहिलेको बुढापाकाले भन्थे मुडखुट्टा त यस्तो सेतो हुन्छ भनेर अनि डराएपछि सामु मुटुक पार्नु हुन्न भनेर चाहिँ पछि हटेर कलबटभित्रबाट पानी लगाउनु पर्ने तुस डर लाग्यो। पछि हटेर अनि कलबटभित्र छिर्न चाहिँ यस्तो बाटो थियो अनि त्यहाँ चाहिँ ब्याग गएँ अनि कलबटभित्र छिर्नलाई चाहिँ अगाडिपट्टि भयो अनि गएर अनि भलबाडी छोप्नलाई पानी गत खोला खोला गएको छ खेतमा लाउनु पाए नि धान केही फलिन्छ कि भनेर त्यहाँदेखिको अनि जुम्मै खोतल्ने कलबटभित्र उही बेलामा टोइलेटको पनि थिएन। हजुर टोइलेटहरूको व्यवस्थित थिएन अनि सबै त्यही टोइलेट जान्थे। हतारो घुका थाप्रा अरे यत्र यत्र छ उतातिर अब क्यु त्यो धरहर छ सेतो छ डर लाग्यो मुटुकले ठङ छोड्नु लाया त्यही बिहोस हुनु लाया तर पनि अब बिहोस हुनुभन्दा चाहिँ दुःख गर्नुपर्छ भनेर घुगा दुब्राले पनि पानी छेकेर पानी लगाएँ खेतपट्टि सँगसँग गरेँ। म निस्किएर अब कहाँबाट जाने अब मालबटेर जाउँ त्यति अल्काले ध्याचै पारिदिएला कलबटबाट मालपट्टि निस्किनुला ध्याचै पारिदिएला डरायो भनेर जनाउने होला भनेर चाहिँ अनि त्यहाँबाट फेरि अघि नै जाँदा फेरि चाहिँ सिधा गएँ। अब फर्किने बेला चाहिँ ब्याग आउनु पर्यो अघि नै ब्याग गरेर हिँडे ठाउँमा चाहिँ सिधा पर्यो। हिँडेँ कोदाली थियो हातमा कोदाली रोडमा घिसाएर घर रङ 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 घिसारेँ अनि उता फर्केर चाहिँ हेरिनँ मुन्टो यस्तो तालले पछाडिपट्टि हेरेँ त्यहीँको त्यहीँ छ। त्यहाँबाट अनि पानी पऱ्यो झरझर पानी पऱ्यो अनि घरमा आइपुगेँ अनि लुगासुगा फेरेर चाहिँ अनि सुत्नलाई गएँ ओछ्यान्न गएँ बुढाबुढी अब सँगै सुतिने हो। त्यहाँदेखिको तपाईँको डरले मलाई चाहिँ थुरुरु र त्यो चिसो त छैन त्यो डरले चाहिँ म थुरुरु कामेछु। बुढीले सोधे